हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल रबिन अफिसियल। हामी चाहिँ आज वैशाख 1 गते चाहिँ न्यु इयर मनाउनुको लागि हामी यहाँनिर झापाको मिनी माउन्टेन गएर चाहिँ अब यहाँनिर हामी घुम्दैछौँ गाइस। यहाँनिर हामीले चाहिँ हाइवे भेटिसकेको छौँ। अब यता 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 हिँड्न भाइ, बाटै चिन्दैन रहेछ। यहाँ चाहिँ जानु हो। अब तँ भाइ तँ चाहिँ मेरो ड्राइभरले एकदम छिटो छिटो कुदाउँछ है। डर नलाग्नु होला। कहाँ पुग्छ यो बाटो? तलमा जानु नै त्यता भाइ। हिँड्न भाइ हिँड्न। ड्राइभरले भनेको मान्दैन, के भएको? सेलेरी कता भागिदिन्छु यसको म। हिँड्न भाइ भनेको मान्दैन। जानु र भन्छ, के भएको रे भाइ? मेरो त्यसले पुग्दैन भाइ। तर कुदायो, मलाई डर लाग्यो। यो त मदन भण्डारी हाइवे, मदन भण्डारी हाइवे आइपुग्यो गाइस। हामी चाहिँ अहिले होइन यहाँनिर जङ्गलको बाटो हेरिरहेको यस्तो छ। जङ्गलको बाटो यस्तो छ। मदन भण्डारी हाइवे जङ्गलको बाटो यस्तो छ गाइस होइन। अब हामी चाहिँ ओ माइ गड, यस्तो जङ्गल छ। यहाँनिर चाहिँ विभिन्न जनावरहरू पनि पाइन्छ। यहाँनिर घरबाट अटो आयो, यता माथिबाट हाल। हामीले यहाँनिर यस्तो बाटो पनि जान्छौँ होइन। यो भाइले कुदाउनु सक्छ कि सक्दैन, अब यहाँनिर हेरिन्छ है। ओ माइ गड, बिचबाट त जाँदैन म धरौँ। बिचबाटै लग्यो यो भाइले होइन। तर यहाँ ठोकिन्छ स्टार्टै बन्द गऱ्यो होइन। अब फाइनली के भन्नु, ओ यो भाइले कुदाउनु चाहिँ खासै चाहिँ जान्दैन कि क्या हो जस्तो लाग्छ मलाई। यतापट्टिबाट लास्ट अप्ठ्यारो बाटो रहेछ यहाँनिर चाहिँ। म चाहिँ भए फुत्तै लान्थेँ। उसले मदन भण्डारी हाइवे गाइस। यो बाटो आउँदाखेरि चाहिँ पुरा यहाँनिर त स्याल स्यालहरूले चाहिँ मलाई बाटो चाहिँ गाइस यहाँनिर है। अब हामी यहाँबाट ठ्याक्कै निस्किन्छौँ। हामी खोला निन्दा खोला बेसी बजार बेसी बजार। हामी यहाँबाट बेसी बजार निस्केर ट्याक्कै अगाडि सिधा गरेपछि कच्ची रोडमा नि कस्तो स्पिड कुदाएको यार। म त मरेँ। भर्खर बाइक सर्भिसिङ गरेको मार्नु यो साथीले त। बाउवन होइन यो बाउवन होइन। यो पनि बाउवन हो, पल्लो पनि बाउवन। अब यो आदि बाउवन चाहिँ हामीले काटिसकेको छौँ गाइस होइन। यो चाहिँ मदन भण्डारी राजमार्ग हामी अहिले यात्रा गरिरहेको छौँ। तपाईँहरूले यदि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब र लाइक गर्न नबिर्सिनु होला भनेर भन्छु। तपाईँको दृश्य हेर्नुहोस् गाइस, यस्तो रमणीय छ यहाँनिर। हेर्नुहोस् तपाईँहरूको यहाँनिर खोला देख्न सक्नुहुन्छ। यहाँनिर खोला यस्तो बवाल खोला छ यहाँनिर होइन। यो निन्दा खोला सायदै अब यहाँदेखि चाहिँ हाम्रो बिच छ बाटो चाहिँ।
बाटो पिच भए तापनि